Hi everyone, good morning. तपाईहरुलाई मेरो भ्लगमा स्वागत छ। आज चाहिँ मेरो बर्थडे हो नि त। केही भएको भएर म बिहानदेखि नै एकदमै भ्लग बनाउनको लागि तयार भएको छु। अन्त बुढेसकाल पनि लागेको अवस्था हो। हिजो चाहिँ साथीको बर्थडे पनि थियो, काम पनि थियो। हामी एकदमै ढिलो सुतेको भएर अहिले चाहिँ लगभग 11 बजिसकेको अवस्था हो। बाहिरको मौसमहरु चाहिँ के गर्छ म तपाईहरुलाई भिडियो मार्फत देखाउने होला छु है त। अब ओ माय गॉड, उठेपछि कपाल चाहिँ यस्तै नै हुन्छ है। आजको मौसम कस्तो रहेछ हेरौँ है त बाहिर। म तपाईहरुलाई देखाउने वाला छु। टडङ टडङ, ओ माय गॉड, चिसो रहेछ। यता चाहिँ हरियो पर्यो देख्न सक्नुहुनेछ तपाईहरु। अन्त यहाँ चाहिँ मैला छ है। हाम्रो कम्पनी नयाँ हो नि त, यो पनि नयाँ पर्दैछ, त्यही भएर कामहरु चलिरहेको छ। यस्तै नै छ। अब म चाहिँ भात खान्छु अलिकति आमाको अचार टिमुरको छोपसँग। तरकारी पनि छ। यो चाहिँ मैले नेपालबाट लिएर आएको हो नि त अस्ति। अनि कफी पनि खाने हो म। मैले चाहिँ तर यो खाना मागेर ल्याएर आएको रानालाई, किनभने मलाई आज पकाउनु अल्छी लाग्यो। नुना खाना खाइरहेको रहेछ, म थोरै खान्छु भनेर माग्यो अरे ल्यायो अरे आएको रुममै खानु। के हो खाना पाँचै झर्छ मेरो सौदा छ नि। लप्सी कचार छ ओइली पकाएको चाहिँ रानाले त त्यो बेसी खाँदैन। म हिजो म खासै ओइली खाने कुरा खाँदिनँ, किनभने म डाइट गरिरहेको छु। तर 2 हप्तादेखि अलिकति कन्ट्रोलै भइरहेछ। कफी पनि खाइदिरहेको छु कहिले काहीँ। गाइस, तपाईहरु को हुनुहुन्छ यस्तो खाना खाइसके पछाडि कफी चाहिने, कफी नखाइ नहुने, कफी लभर, कफी खान पाएन भने टाउको दुख्ने? तपाईहरु पनि त्यस्तो हुन्छ? मलाई चाहिँ एकदमै त्यस्तो हुन्थ्यो। आज मैले उठेर कफीहरु खाँदैन नि त, खाना खाएँ अब कफी खान्छु अनि ठिक्क हुन्छ मेरो। गाइज भनेर भन्छ। हामी चाहिँ सामान किन जान लागेको आज, यसो मोमोसम्म खानु पर्यो भनेर गाडी कुरेर बसेको छु। अनि आज मेरो बर्थडेको दिन भएको भएर होला यहाँ फुलहरू झरेर जसले मलाई स्वागत गरिरहेको रहेछ। अनि मैले टिप दिएँ। हामी चाहिँ पछाडि मान्छेहरू देखिरहेको छ होइन, मलाई थाहा छैन। आई होप देखिरहेछ, किनभने मलाई ब्याक क्यामेराबाट फोटो सुनाउँदैन। आज चाहिँ ओनल छे सेंगरियो। Oh, happy birthday. Thank you. 사랑하고 축하한다. 감사합니다. 몇 번째 생일이고? 말 안 해도 돼요? 말 안 해도 돼요? 네. 어른 생일만이에요. 하고 싶지 않으면 하지 마세요. 네. यहाँ चाहिँ सेल लागिरहेको भएर हामी चाहिँ यहाँ के किन्न लागेको छ। यी सामान अरे काकाले के लियो? दिदीले त्यो लिनुहुन्छ अरे। सम्झनाको यो, रामाको यो, अनि
म चाहिँ यो ब्रासलेट लिनु पर्छ 2000 मा दिदी देखाउनु त तपाईको राम्रोसँग मेरो चाहिँ ब्रासलेट अरूले टप कोरियाको सिजन घुम्दैछ हामी मान्छेहरू त ए के हो यस्तो के हो किरा छ त्यस्तो यता कति लामा भेट्दा लामा त कहाँको बजार आएको भन्छ त्यो बुढीले तल कस्तो हेर्दैछ हामी चाहिँ सामान किनेर फर्किँदैछौँ गएको छ अहिलेलाई यता छन् सम्झना ऊ पनि मस्ती आफ्नो धुनमा छ अगाडि पुगेर भन्छ म छु बिचमा बाई चाहिँ पकाउ गर्दैछ म यो यसलाई चाहिँ मैले फ्राईमा चाहिँ गरेको अनि यता चाहिँ पकाउँदैछ मासु यो छुट्टै दिदी चाहिँ काटकुट गर्नु हुँदैछ दिदी पनि हेल्पर नारी त सुरेको खानु नि मासु म बोसो खान्छु यस्तो मिठो देख्दा के बत्ती मान्नु होला अब के गर्नुपर्छ तँ हामी भनेको पर्दैन फेरि हामीबाट होला दैनिक बर्थडे भयो त फोटोग्राफर कति मिलेको आज त
थ्याङ्क यू मेरो केक। यहाँ हामी सबै छौँ, हाम्रो हस्टेलको दाइहरू हुनुहुन्छ, हाम्रो कम्पनीको साथीहरू। अनि यहाँ चाहिँ हो है हाई केटीहरू त छन्, यहाँ हुन्छ मेरो मिताई हुनुहुन्छ उहाँ चाहिँ। हाम्रो खानेकुरा चाहिँ यस्तै छ हल्ला हल्ला यस्तै। दाइ कस्तो लाग्दैछ भन्नु त खानेकुरा? एकदमै मिठो मिठो छ? चटपट कस्तो छ? मान त्यही हो छिन्छ छिन्छ मगा मासि छ खोगी मासि छ यो गन चटपट त्यही हो मगा छ ओइ छोङ त्यही हो मिठो छ चटपटे खाइस् चटपटे खा त एकचोटि मिठो छ उसले सबै नेपाली बोल्छ ऊ भेटनामको हो तर बोल्छ अनि यता छन् मेरो केटीहरू होइन भाउजू र दिदी नै हुनुहुन्छ अनि हामी चाहिँ होइन चटपट अनि यता हुन्छ हाम्रो दाइहरू थ्याङ्क यू दाइ थ्याङ्क यू दाइ हस् थ्याङ्क हस् वेलकम दाइ 2-3 चोटि आयो त म कतिचोटि बुढी हुने त नि महिनामा चाहिँ के वर्षमा 2 चोटि बर्थडे मनाउँछ है पाला हुन्छ नि सायद बिस्तारै आउँछ अघि ओपा त्यही हो कि खन्जन आयो छो आयो नै ओपा छालमा गयो ल बहिनीले भात तन्काउँदैछ नि त हाम्रो अब प्रोग्राम लगभग सक्यो यता हुन्छ दाइहरू खाना अनि यता छन् केटीहरू दिदी खाना लु खाना सम्झना हो यो चाहिँ मेरो खाना यसरी खाना खाएपछि कसरी दुब्लाउन सकिन्छ होला त तपाईँहरू खोर्सानीको पोस्ट पेस्ट भनेको पोस्ट भने चाहिँ के भयो म अनि मलाई मनपर्छ यस्तै पोस्छु यस्तो गरेर आजको मेरो बर्थडे चाहिँ यस्तै भयो दाइ कस्तो भएको थियो भन्नु एकदम स्पेशल रमाइलो भएको थियो एकदम रमाइलो भएको थियो ल हाम्रो बर्थडे चाहिँ मेरो बर्थडे सक्यो जीवन दाइले पनि सोध्नु जीवन दाइ भन्नु त आजको एकदम राम्रो भयो राम्रो भयो हैन ग्रेट ल सक्सेस ल धन्यवाद अब छुट्यौं है आजलाई यति नै भन्दै टाटा बाइ बाइ अब अर्को वर्ष फेरि मनाउँदा